हेलो साथीहरू, आजको क्लासमा हामी कोड ब्लक्समा काम गर्छौँ र कोड ब्लक्समा काम गरेर हामीले तीनटा नम्बर्स युजर्सले दिएको तीनटा नम्बर्स मध्ये कुन नम्बर चाहिँ हाम्रो स्मलेस्ट छ भनेर कन्डिसनल अपरेटर लगाएर सी कोड यहाँ लेख्नेछौँ र स्मलेस्ट नम्बर युजरले दिएको मध्येबाट स्मलेस्ट नम्बर प्रिन्ट गर्नेछौँ। र क्वेसन हामीलाई यसरी दिएको छ, राइट अ प्रोग्राम टु डिस्प्ले द स्मलेस्ट नम्बर बिट्विन थ्री इन्टिजर्स इन्टर्ड फ्रम युजर युजिङ कन्डिसनल अपरेटर। यो चाहिँ सिभिल इन्जिनियरिङको 2076 आश्विनमा सोधेको रहेछ। ल अब हामी कोड लेखौँ। hashtag include stdio.h int main curly bracket on। अब नम्बर्स हामीले इन्ट गर्छौँ, इन्ट a, b, c सेमिकोलन इन्टर प्रिन्टएफ। अब जुन नम्बर हामीले इन्टर गरेको छ त्यसलाई प्रिन्ट गरौँ, प्रिन्टएफ इन्टर 3 नम्बर्स। हामीले कन्डिसनल अपरेटर लगाएर गर्दैछौँ है। अब स्क्यानएफ पर्सेन्टेज डी कमा एन ए कमा एन बी कमा एन सी सेमिकोलन। अब कन्डिसनल अपरेटर लगाउँछौँ, इफ a is smaller than b and also a is smaller than c। a चाहिँ दुईटैबाट सानो छ भने पहिलो नम्बर अर्को दुईटै नम्बरसँग सानो छ भने हामीले के प्रिन्ट गर्छौँ भने printf percentage d is a smaller number plus n। ए अब यो केस सेटिस्फाई भएन भने हामीले अर्को केस एप्लाई गर्छौँ, इल्स इफ। अब बी नम्बरलाई चेक गर्छौँ, बीलाई बी स्मलर देन ए एन्ड बी स्मलर देन सी। अब चाहिँ दोस्रो नम्बर पहिलो र तेस्रो नम्बरबाट दुईटैबाट
सानो छ भने हामीले के प्रिन्ट गर्छौं भने b चाहिँ स्मलेस्ट नम्बर हो। प्रिन्ट इफ percentage d is smaller number। अब b पनि सानो छैन रहेछ भने इल्स अब कन्डिसन लगाउनै परेन, किनभने पहिलो दुईटा नम्बर सानो छैन भने अफकोर्स थर्ड नम्बर चाहिँ सानो हुनै पर्छ। इल्स प्रिन्ट एफ अब सबै काम सकिसके पछाडि अब हामीले रिटर्न 0 गर्छौं। रिटर्न 0 र यतिमा हाम्रो प्रोग्राम सक्छ। अब हामीले यसलाई बिल्ड गर्छौं र रन गर्छौं। यहाँ बिल्डको लागि यहाँ गर्छौं, बिल्ड भइसके पछाडि हामीले बिल्ड एन्ड रन गर्छौं। अब हामीलाई यहाँ प्रब्लम हेराइराखेको छ। 10 नम्बर स्टेपमा के छ, अनडिफाइन्ड रेफरेन्स टु प्रिन्ट एफ। यहाँ प्रिन्ट एफ हुनुपर्ने, यहाँ प्रिन्ट आइएफ भइरहेछ। पछि यो प्रोग्राममा हामीलाई कोड ब्लक्समा हाम्रो जहाँ मिस्टेक हुन्छ यो हाम्रो यो यता हाम्रो भनिदिन्छ कता मिस्टेक छ, अनि त्यही अनुसार हामीले फेरि यसलाई सच्याउन पनि सक्छौं। अब फेरि हामीले यसलाई बिल्ड गर्छौं। अब बिल्ड गरिसके पछाडि अब हामीले यसलाई बिल्ड एन्ड रन गर्छौं। अब यसले नम्बर्स माग्यो हैन, इन्टर 3 नम्बर्स। त्यसपछि मैले जति डिजिट नम्बर पनि यहाँ हाल्न मिल्छ 3 4 5 हैन, यति हाले। इन्टर कति डिजिटको हाले मैले 3 6 7 7 डिजिटको हाले। जति डिजिटको हाले नि हुन्छ। अब यहाँ मध्ये सबैभन्दा स्मलेस्ट नम्बर यसले दिन्छ। फेरि हामीले अर्को चेक गर्न सक्छौं, फेरि बिल्ड एन्ड रन गरेर। अब फेरि हामी 34 54 र 55, यहाँबाट सबैभन्दा सानो नम्बर 34 रहेछ। यसरी हामीले स्मलेस्ट नम्बरको लागि यहाँ काम गर्न सक्छौं। अब यति हामीले स्मलेस्ट नम्बरको लागि काम गर्न सक्यो भने त्यो विद्यार्थीले जो यो भिडियो हेर्दैछ उनीहरूले यहाँबाट लार्जेस्ट नम्बर पनि प्रिन्ट गर्न सक्नुपर्छ कन्डिसनल अपरेटर लगाएर। त्यसको लागि हामीले केही गर्नु पर्दैन, अपरेटरको साइन मात्र हामीले चेन्ज गरे पुग्छ। यहाँ अपरेटर के छ, यो स्मलर देन जुन छ, यहाँ केही गर्नु पर्दैन, यही प्रोग्राम लेख्ने हो, मात्र अपरेटर चेन्ज गर्ने हो। त्यसको लागि अब हामीले यहाँ चेन्ज गर्छौं, अपरेटर चेन्ज गर्छौं। त्यसको लागि जहाँ जहाँ स्मलर देन छ सबलाई ग्रेटर देन बनाइदिने अनि बिल्ड एन्ड रन गरिदिने, अनि त्यहाँबाट हामीले लार्जेस्ट नम्बर निकाल्न सक्छौं। यही प्रोग्राममा हामीले अब लार्जेस्ट नम्बर ट्राई गर्दैछौं भनेपछि हामीले यहाँ चेन्ज गर्नु पर्यो। अब ग्रेटर देन गर्नु पर्यो। ग्रेटर देन यहाँ पनि गर्नु पर्यो। यति मात्र चेन्ज गर्ने हो। अनि अब यहाँ स्मलर होइन कि
जे हामीले प्रिन्ट गर्दैछौँ त्यही अनुसारको स्टेटमेन्ट पनि हुनु पर्यो हैन। यसलाई हटाएर लार्जेस्ट नम्बर LARGEST लार्जेस्ट। यति गरिसके पछाडि यसलाई हामीले बिल्ड गर्छौँ। यो नम्बर सोधेन हैन, फेरि बिल्ड गर्नु पर्यो। अब माग्यो हैन, भनेपछि अब लार्जेस्ट नम्बर प्रिन्ट गर्दैछु, त्यसको लागि नम्बर पहिला दिउँ 2 3 4 5 5 5 7 7 7। यसले 777 इज लार्जेस्ट नम्बर यसले प्रिन्ट गर्यो। भनेपछि हामीले के गर्नु पर्दो रहेछ, यो प्रोग्राममा मात्र ओपरेटरलाई हामीले चलाउन जान्नु पर्दो रहेछ, अनि हामीले नम्बर प्रिन्ट गर्न सक्छौँ। फेरि हामीले एकचोटि अझै अर्को नम्बर हालेर हेरौँ काम गर्छ कि गर्दैन। 768 667 876 लार्जेस्ट नम्बर 876 इज द लार्जेस्ट नम्बर। अब हामीले यहाँ युज गरेको फङ्सन्सहरूको काम के हुँदो रहेछ त्यसको मैले यहाँ सर्ट नोट बनाएको छु। यहाँ हेरौँ, पहिलो हाम्रो यहाँ जुन यहाँ इन्क्लुड छ त्यसको इन्क्लुडको काम के हो त? Include is a way of including a standard or user-defined file. Including a standard or user-defined file in the program. यसले user-defined फाइललाई अथवा स्ट्यान्डर्ड फाइललाई प्रोग्राममा इन्क्लुड गर्ने काम गर्छ। and is mostly written at the beginning of any C program. यो जुन # include छ यो C प्रोग्रामको जहिले पनि जुन पनि र जहिले पनि मोस्टली हामीले बिगिनिङ अफ द सी प्रोग्राममा भएको अथवा युज गरेको पाइन्छ। द फाइल टाइप इज डिफाइन्ड इन studio.h। अब हामीले सेकेन्ड स्टेपमा यहाँ हाम्रो प्रोग्राममा सेकेन्ड स्टेपमा यहाँ स्क्यानएफ युज गरेको जुन यहाँ पाइएको छ त्यसको काम के हो त? यसमा चाहिँ फाइल टाइप डिफाइन्ड हुन्छ। studio.h मा फाइल टाइप डिफाइन्ड हुन्छ भनेको छ। स्ट्रिम फंक्शन्स use a pointer to the file type to get access to a given stream. The system uses the information in the file structure to maintain the stream. The C standard streams stdin, stdout and stdir are also defined in stdio.h. यिनीहरू पनि stdio.h मा डिफाइन्ड हुन्छ। अब in C programming language, scanf is a function that stands for scan formatted string. It is used to read data from stdin standard input stream, i.e. usually keyboard, and then writes the result into the given arguments. यो त बुझिन्छ हैन? It accepts character, string and numeric data from the user using standard input. यसले scanf ले के एक्सेप्ट गर्दो रहेछ? क्यारेक्टर, स्ट्रिङ एन्ड न्युमेरिक डाटा फ्रम द युजरबाट यिनीहरू एक्सेप्ट गर्दो रहेछ। scanf also uses format specifiers like printf. अब int main कहाँ युज गरेको छौ? यहाँ छ int main। यसको काम के छ? The int main defines the entry or the starting point of C अथवा C++ प्रोग्राम कोड। यसले के डिफाइन गर्दो रहेछ? इन्ट्री अथवा स्टार्टिङ पोइन्ट of the C program. Here
int is a keyword that tells us about the integer data type. यसले integer data type को बारेमा भन्छ. एउटा keyword हो यो int भन्ने. So when one runs the file on their local computer, the operating system executes the main function. अब return 0 हामीले प्रोग्रामको लास्टमा मेनली यो युज गर्छौं हैन. प्रोग्रामको लास्टमा चाहिँ मेनली युज गरिरहेका हुन्छौं र यसको काम के छ? To indicate a successful program execution. We use return 0 statement in the main function. Main function मा हामीले यो युज गर्छौं. Main function. In C, a return value of 0 usually means the program ran without any errors. यसको मतलब के हो भने हाम्रो C प्रोग्राम जुन हुन्छ without any errors, कुनै पनि प्रकारको एरर बिना प्रोग्राम स्मूथली रन गर्छ. अब एउटा बाँकी रह्यो यो /n को काम. त्यसको लागि हामीले यहाँ गुगल गरिहाल्छौं. के रहेछ? यसलाई न्यू लाइन क्यारेक्टर पनि भन्न सक्छौ अथवा escape sequence पनि भन्छौ. And it forces the cursor to change its position to the beginning of the next line on the screen. This results in a new line. Position to the beginning of the next line on the screen. Suppose यहाँ छ भने यो दियो भने हामीले अर्को लाइनको बिगिनिङमा पुग्छौं भन्न खोजेको हो यो. है त. आज हामी के सिक्यौं? 3 इनपुटबाट 3 इंटिजर्स इनपुट बाइ युजर बाट त्यो नम्बर मध्ये कुन नम्बर चाहिँ स्मलेस्ट छ र कुन चाहिँ लार्जेस्ट छ भनेपछि आजको क्लासमा हामीले दुईटा प्रोग्राम अथवा सी कोड कभर गर्यौं र अर्को क्लासमा हामीले अब अर्को यस्तै प्रोग्रामिङहरु गर्नेछौं. So stay connected. Do subscribe if you like this video. Thank you.